मेरो लेफ्ट साइडमा छ केपी ओलीको कम्पनी ओली ग्रुप लिमिटेड र मेरो राइट साइडमा छ भालेन्साको कम्पनी साहा ग्रुप लिमिटेड। दुईटै कम्पनी नेप्सेमा लिस्टेड छ। तर यो दुईटा कम्पनी बीच डिफरेन्ट के छ भने केपी ओलीको कम्पनी यानी कि ओली ग्रुप लिमिटेडले चाहिँ मन्थली $1 बिलियन बिजनेसको रेभेन्यू गर्छ। फन्डामेन्टली पनि सेक्युर एन्ड द बेस्ट कम्पनी अफ नेप्से। बट अन द अदर ह्यान्ड साहा ग्रुप लिमिटेडले चाहिँ मन्थली रफली $1 बिलियन को बिजनेस गर्छ र फन्डामेन्टली पनि ठिकै, नट सो गुड अर नट सो ब्याड। नाउ आई वान्ट टु आस्क यु वान क्वेसन, इफ यु हेभ टु चुज वान अफ द कम्पनी देन कुन चाहिँ कम्पनी चुज गर्नुहुन्छ अहिले? त्यो थाहा पाउनका लागि हामीले पहिला कम्पनीको प्राइसलाई कुन कुन फ्याक्टरले एफेक्ट पार्छ भन्ने कुरा थाहा हुनुपर्छ। त्यो भन्दा नि पहिला स्टक मार्केट कसरी चल्छ, कसरी वर्क गर्छ, त्यो भन्दा नि फर्स्टमा व्हाट इज स्टक मार्केट? स्टक मार्केट दुईटा वर्ड्स मिलेर बनेको छ, स्टक एन्ड मार्केट। स्टक भनेको एउटा सिम्पली ओनरसिप भनेर बुझे हुन्छ। स्टक र सेयर भनेको एउटै हो तर अलिकति भिन्न छ, तर एउटै भनेर बुझे हुन्छ। जस्ट ओनरसिप, कुनै कम्पनीको एउटा सानो सानो पिस अफ ओनरसिप। एन्ड मार्केट भनेको चाहिँ मार्केट, बजार, मिन्स द प्लेस वेयर वी आर गोइङ टु बाई एन्ड सेल द सेयर्स। सो कम्बाइन्डली स्टक मार्केट भनेको त्यो ठाउँ त्यो प्लेस वेयर हामीले स्मल पिस अफ ओनरसिप, कुनै कम्पनीको सानो हिस्सेदारी चाहिँ हामीले बाई अर सेल गर्छौँ दिनका दिन। जस्तै तपाईसँग नोबेल ब्याङ्कको एउटा किताब मात्रै भए पनि तपाईँ त्यो नोबेल ब्याङ्कको ओनर हुनुहुन्छ। नट द्याट एट द्याट लेभल, बट सानो ओनरसिप चाहिँ हजुरले पाउनुहुन्छ है। तर तपाईँलाई पनि क्युरियोसिटी लाग्यो होला, यो कम्पनीहरूले यो स्मल पिस अफ ओनरसिप, यो सेयरहरू किन बाँड्छन्, आफ्नो कम्पनीको हिस्सेदारी चाहिँ किन पब्लिकलाई दिन्छन्? द्याट्स अ गुड क्वेसन। त्यो कम्पनी किन दिन्छन् भन्दाखेरि कम्पनी ग्रो भइसकेको हुन्छ तर पनि तिनीहरूलाई अझै पैसा चाहिएको हुन्छ, अझै माथि $1 बिलियन कम्पनी, $1 ट्रिलियन कम्पनी बनाउनका लागि हो। त्यसको लागि चाहिँ तिनीहरू पैसा जुटाउनका लागि चाहिँ हामीसँग पैसा लिन्छ र त्यसको बापत तिनीहरूले स्मल पिस अफ ओनरसिप हामी जस्तो साधारण पब्लिकलाई दिन्छन्। नाउ हाउ डज स्टक मार्केट वर्क? तपाईले स्टक मार्केट के हो भन्ने कुरा त थाहा भइसक्यो, तर स्टक मार्केट कसरी चल्छ, कसरी वर्क गर्छ? स्टक मार्केट भनेको नै सप्लाई एन्ड डिमान्डको खेल हो। जस्तै सप्लाई आयो भने प्राइस घट्छ, नेप्से घट्छ, डिमान्ड आयो भने नेप्से बढ्छ, प्राइस बढ्छ। द्याट्स अल यु निड टु नो। हामीले जस्ट के बुझ्नुपर्छ भन्दाखेरि मार्केटमा सप्लाई कसरी आउँछ र मार्केटमा डिमान्ड कसरी आइपुग्छ। द्याट्स द ओन्ली केस यु हेभ टु लर्न। मार्केटमा सप्लाई र डिमान्डलाई धेरै फ्याक्टरहरूले एफेक्ट पार्छ, जस्तै न्युज, इन्ट्रेस्ट रेट्स, बजेट, मोनिटरी पोलिसी, पोलिटिकल स्टेबिलिटी, ग्लोबल इभेन्ट्स एसेट्रा। म अझै सिम्पल पारिदिन्छु, मैले यो जे भने नि यो फ्याक्टरहरू, यो फ्याक्टरले चाहिँ स्टक मार्केटलाई एफेक्ट पारेको होइन के। यो फ्याक्टरहरूले खासमा हाम्रो यो मार्केट सेन्टिमेन्टलाई एफेक्ट पारेको। यो मार्केट सेन्टिमेन्ट भनेको चाहिँ के भन्दाखेरि हाम्रो यो पब्लिकहरूको, जस्तै हामी तपाईँ हामीहरूको यो माइन्डसेट, साइकोलोजी, इमोसन्सहरूलाई एफेक्ट पारेको। हामी जस्तो सोच्छौँ त्यस्तो नै हुन्छ। चाहे त्यो कम्पनी राम्रो होस् तर हामीले नराम्रो सोच्यो भने मार्केटमा नराम्रै हुन्छ। हामीले यो चार्टमा कहिले माथि जान्छ कहिले तल जान्छ नि, यो मार्केट नेप्से कहिले माथि गयो कहिले तल गयो भनेर हल्ला हुन्छ नि। अहिले आज जुन 30 मान्छेहरू डराइरहेको छ मार्केट घट्यो भनेर। किनकि मार्केट सेन्टिमेन्टै नराम्रो छ। यो हाम्रो दिमागभित्र यो राम्रो सेन्टिमेन्ट भइरहेको छैन के। राम्रो छ, बजेट पनि राम्रो छ, सबै राम्रो छ, अल थिङ्स आर गुड, नथिङ। अनि पोलिटिकल पनि स्टेबिलिटी 5 वर्षको लागि यस्तो राम्रो सरकार पाएको छ, तर पनि नेप्से किन घटिरहेको छ? इट्स अल अबाउट द इमोसन्स अफ द पिपुल। किनकि सबलाई डर लागिरहेको छ विभिन्न कारणहरूले। त्यो थाहा छ होला, अझै बुझ्नु भएन? आइएम सरी, यो मेरो फर्स्ट भिडियो यसरी फेस टु फेस भएको, त्यसकारण पनि अलि आई एम भेरी नर्भस। बट आज म हजुरलाई एउटा एक्जाम्पल भन्छु। अस्ति एलपिजी ग्यासको प्राइस वाट्टै बढेको थियो नि, त्यतिखेर एलपिजी सर्टेज भएको भनेर हल्ला थियो। तर तपाईँलाई थाहा छ एलपिजी खासमा त्यतिखेर सर्टेजै भएको थिएन, सर्टेज गराएको थियो एलपिजी सप्लायरहरूले। सबै एलपिजी ग्यासको सप्लायरहरूले अब चाहिँ एलपिजी आउँदैन भनेर सब सर्टेज गराइदियो, सबै लुकाइदियो। यति आफूसँग हजारवटै सिलिन्डरहरू छ त्यही पनि लुकाएर राखेको थियो। त्यसले गर्दा के भयो, मार्केटमा एलपिजी ग्यासको सप्लाई घट्यो। सप्लाई घट्यो भनेपछि प्राइस, अनि अर्कोतर्फ फेरि सप्लाई घटेको मात्रै होइन, फेरि
डिमान्ड पनि बढेको फेरि अर्कोतर्फ ग्यास सबै आउँदैन भनेर एकजनाले 3-4वटा सिलिन्डरहरू लगाएको थियो। त्यसले गर्दा के भयो, डिमान्ड हट्टै भयो। एकजनाले 4-5वटा लगाइदिएपछि अनि के हुन्छ, प्राइस बढ्दैन। किन बढ्छ यहाँ प्राइस? किनभने सप्लायरसँग सिलिन्डर थोरै छ, थोरै बनाएको थोरै छ, डिमान्ड बढी छ। हामीलाई 4-5वटा, एउटालाई 4-5वटा चाहिएको छ। त्यो मान्छेले जति पनि दिन तयार छ, यो पैसा सप्लायरसँग छ सिलिन्डर तर छैन भनेर लुगाएको छ। यता डिमान्ड तिमीलाई छैन जस्तो लागिरहेको छ, पब्लिकहरू हामी जस्तो छैन जस्तो लागिरहेको छ। फ्युचरमा चाहिँ पाउँदैन भनेर डराएर है, बुझ्नु, डराएर, इट्स अ साइकोलोजी, डराएर 4-5वटा सिलिन्डर एकैचोटि लिएको छ भनेपछि सप्लायरले जति मन लाग्यो पैसा लिन पाइयो। बिकज यता बाध्यता छ, डराएको छ, फ्युचरमा डराएको छ, त्यही भएर बाध्यताले लिन परिरहेको छ। यता फाइदा उठाइरहेको छ। तपाईहरुले यो स्मार्ट मनी भनेर सुन्नुभयो होला। हो, यो एलपीजी ग्यासको केस नै स्मार्ट मनीको केस भयो। यहाँ सप्लायरहरू स्मार्ट मनी इन्स्टिट्युसन भनेर बुझे हुन्छ, जसले एकजनाले 4-5वटा सिलिन्डरहरू लियो डराएर, फ्युचरमा डराउँछ भनेर डराएर लियो। दे आर द पब्लिक, यु एन्ड मी, विच अल्टिमेटली गेट द लस। सो त्यही भएर चाहिँ हामीले यो माइन्डसेट चाहिँ चेन्ज गर्नुपर्छ क्या। हामीले जति नै एसएमजी सिकोस्, जति नै प्राइस एक्सन सिकोस्, जति नै आइसिटी सिकोस्, तिनीहरूले सिकाएको भनेकै यो साइकोलोजी हो। जस्तै एसएमजीमा मार्केट स्ट्रक्चर, एनिथिङ, प्राइस एक्सन, सप्लाई डिमान्ड, सबैमा सिकाएको भनेको साइकोलोजी। तर तपाईहरुले साइकोलोजी सिक्दैन, त्यो भित्र इन्डिकेटर सिक्नुहुन्छ। त्यो भित्र यदि हजुरले त्यो भित्रको साइकोलोजी के छ भनेर बुझ्यो भने नि तपाईँ फ्री हुनुहुन्छ क्या। यो माइन्ड फ्री भएर, डाउट फ्री भएर ट्रेड गर्न सक्नुहुन्छ। त्यसले चाहिँ तपाईको विन रेट चाहिँ बढाउन हेल्प गर्छ। आई मिन तपाईलाई थाहा छ नि त भित्र के चलिरहेको छ, व्हाट इज गोइङ अन। द्याट्स द केस। सबै कुरामा इट्स अल अबाउट साइकोलोजी। आई मिन मैले एसएमजीले सिकाएको पनि साइकोलोजी नै हो, प्राइस एक्सनले सिकाएको पनि साइकोलोजी नै हो, बिहेभियर अफ द पिपुल, इमोसन्स, सबै त्यही सिकाइरहेको छ। तर तपाईहरुले थाहा भयो, तपाईहरुले सिक्न चाहनुहुन्न। तपाईहरु यत्तिकै यो भयो भने यो, त्यो भयो भने यो किन्ने, यो भयो भने यस्तो हुन्छ, यो भयो भने यस्तो हुन्छ। द्याट्स नट द लर्निङ केस। त्यसरी हैन सिक्ने। व्हाई, यु हेभ टु फाइन्ड आउट व्हाई। यदि तपाईले व्हाई र हाउ सिक्नु भयो भने नि तपाईले यो 90% यो डाउटहरु भइरहेको छ नि, यो माइन्डमा कस्तो ब्ल्याङ्क हुन्छ नि कहिले कहिले, ब्ल्याङ्क। ट्रेडरहरुलाई अझै ब्ल्याङ्क, जति सिक्दा पनि केही सिकेको जस्तो लाग्दैन। आई फिल यु। मैले अघि एलपीजी ग्यासको एक्जाम्पल दिएको थिएँ। फ्युचरमा पाउँदैन भनेर 4-5वटा सिलिन्डरहरू लिएको थियो। खै अहिले भएको छ 1-2 महिनामै भ्याइसक्यो त, छैन, पाइरहेको छ त आजभोलि त। खोइ गयो त्यो प्रब्लम। अब त्यो 3-4-5वटा सिलिन्डर लिएको, त्यो नि हाई प्राइसमा, त्यो पनि बढी। तिमीलाई त लस भयो नि त ब्रो। सो स्याड। हो, यसलाई नै रिटेलर माइन्डसेट भन्छ। यही माइन्डसेटको कारणले 99% अफ द ट्रेडर आर स्टिल इन लस, ओन्ली 1% आर इन प्रफिट। या दिस इज द रियल नम्बर, रियल डेटा। तपाईलाई थाहा भयो होला मैले फर्स्टमा सोधेको क्वेसनको एन्सर। केपिओलीको कम्पनीमा इन्भेस्ट गर्ने कि बालेन्साको कम्पनीमा? त्यो कम्पनी जतिसुकै राम्रो होस्, तर त्यो कम्पनीमा लिङ्क भएको मान्छे यदि त्यो पब्लिक सामु त्यो नराम्रो भयो भने कन। इलोन मस्क कसरी ट्रिलियनियर भयो? अहिले त ट्रिलियनियर छैन अहिलेसम्म, फेरि घट्यो होइन, ठिकै छ। तर ट्रिलियनियर कसरी भयो? ट्रिलियनियर तिनीहरूको
हो टेस्ला राम्रो छ, स्पेसएक्स राम्रो छ, बोरिङ कम्पनी राम्रो छ, न्युरलिङ्क राम्रो छ, एभ्री कम्पनी इलोन मस्कको राम्रो छ। तर पनि यदि इलोन मस्क हामी सामु नराम्रो प्रेजेन्ट हुन्छ भने त्यो कम्पनी हि कुडन्ट बी अ ट्रिलियनियर, किनकि इलोन मस्कले आफ्नो पर्सनल ब्रान्ड गरेको छ। इलोन मस्क अहिले धेरैजना मानिसहरूको आइडल छन्, मेरो पनि आइडल हो। हि इज फकिङ क्रेजी ब्रो। त्यसैले इलोन मस्कको कम्पनीमा इन्भेस्ट गर्छ। इलोन मस्कले फ्युचरलाई हेरेर मात्रै कम्पनी चलाइरहेको छ, अनि पब्लिकहरूले पनि फ्युचरमा इलोन मस्कले गरेको त्यो फ्युचरको लागि गरेको कामलाई भ्यालु गरेर चाहिँ इन्भेस्ट गरिरहेको छ। हो अहिलेको भ्यालु छ नि यो फ्युचरको भ्यालु हो क्या, अहिलेको भ्यालु होइन। त्यो मात्रै नभएर इलोन मस्कमा शुद्ध इलोन मस्कको कम्पनी भएको कारणले पनि इन्भेस्ट गरिरहेको छ क्या। द्याट्स द केस। यदि इलोन मस्क चाहिँ नराम्रो प्रेजेन्ट हुन्छ भने धेरैजना मानिसहरू इन्भेस्ट गर्दैनन्। इलोन मस्क ट्रिलियनियर हुन्थेन। आई मिन यो मैले भिडियोमा यो सबै बक गरेँ नि, यो वाट एभर, यो मैले जस्ट के बुझाउन खोजेको भन्दाखेरि हाउ डज स्टक मार्केट वर्क, जस्ट वान सेन्टेन्समा भन्दाखेरि इट्स अल अबाउट द मार्केट सेन्टिमेन्ट।